Hey guys, welcome back to my channel है अन्त अब फेरि एउटा नयाँ भ्लग हेरेर आइसक्यौँ हो कति दिन भएको थियो भ्लग नगरेको नगरेको मतलब अस्ति एउटा चाहिँ हाल्यो एउटा चाहिँ युट्युबमा हो अन्त अब यदि फेसबुकमा हाल्नु भनेर सोचेको र सबैलाई नमस्ते है सेवारो छु अनि आजको भ्लग चाहिँ म यसरी सुरु गर्दैछु हो यहाँ केटाहरू छ है अहिले चाहिँ म सिलगढीमा छु सिलगढीमा क्लास गर्दैछु अन्त क्लासबाट चाहिँ तपाईँको पिकनिक छ नि त आज उता सामसिङपट्टि डुवर्सपट्टि हो त्यही भएर केटाहरू जाँदैछु अनि चाहिँ हामीलाई टाइम चाहिँ पिकनिकबाट चाहिँ दिएको थियो तपाईँको 6 बजी दिएको थियो तर लगभग 6:30 चाहिँ भइसक्यो अहिले हो हल्का यताउता गर्दा ढिलो हो पर्खिरहेको छ अब गएको आयो गएर हेर्नुपर्छ हो 6:30 भएर पनि लागिसकेको छ अहिले जाँदैछु र यसमा भेट्छु तपाईँहरूलाई के कस्तो हुन्छ देखाउँछु ल हाम्रो साथी चाहिँ यता मिरिकको हो अन्त उनी चाहिँ धेरै नै राम्रो गुड बोय हो अन्त उनीले एक दुईवटा केही कुराहरू राखिदिनुहुन्छ अरे तपाईँको समक्ष यहाँ भन न लु लु न फेरि अर्को साथी पनि आएको छ यहाँ हाम्रो उनी चाहिँ रोहिणीको हो आज कहाँ जाने अरे केटा पिकनिक चाहिँ र अहिले चाहिँ हामी क्लासको त्यहाँनिर पुग्यो हो पहिला चाहिँ क्लास जानु अरे नि त अन्त त्यहाँबाट चाहिँ जानु अरे सबै पहिला त्यहीँ भेला हुनु भन्दैछु हो के अरे क्लास चाहिँ यताबाट छ है हो हाम्रो यहाँबाट चाहिँ उकालो हो र अहिले चाहिँ हामी क्लासबाट निस्क्यो हो सबैजना आइरहेको रहेछ यहाँ छ केटाहरू चिया खाने अरे नि त अन्त चिया खाएर एकछिन फर्केर हो त्यहाँबाट चाहिँ जान्छ र अहिले चाहिँ बाहिर आइसक्यो हामी हो केटाहरू अन्त बस चाहिँ आइसकेको छ हो आइसकेको छ भन्दा पनि भर्खर हामीले यो सामानहरू ल्याएको यहाँ हो यो चाहिँ खाना पकाउनेहरू सामानहरू हामीले सारेको भर्खर त्यहाँबाट चाहिँ हिँड्ने हो हामी होइन लास्ट सिटमा बस्नु अरे नि त हामी चाहिँ केटाले भनेको लास्ट सिटमा होइन लास्ट सिट त्यो लोटहरू कहाँ हामी हाल्छौँ हामी छोरी उयो हो बारी वालो बस चाहिँ यस्तो छ यो लास्ट सिटमा बसौँ भनेको ऊ बस्दैछ नि लास्ट सिटमा त हो हाल्ने पनि हाम्रै काम रहेछ हो जहाँ गयो जे गएर पनि केटाहरू हो क्या लास्टमा चाहिँ बिहा भने पिकनिक भने हो मरौतिर ओ अड्दैन हौ त्यो र अहिले चाहिँ फाइनली हिँडिसक्यो हो अन्त मेरो चाहिँ माइक नभएर गर्दाखेरि लाइट त सुन्दैछ होइन त्यही भएर छेउमा आएर बोल्नुपर्छ हो हामी यता कालसामा आइपुग्यो हो म त सिङ्गिन यता म त फर्स्ट हो केटाले भनेको हो र अहिले चाहिँ अब चाहिँ गएको हामी हो अब जानु अरे जानु के हो युट्युबमा मेरै युट्युबमै आयो बस यही त सबैजना हो चिया दोकान जानु अरे हो अन्त ए होइन यहाँ चिया खानु जानु अरे हो चिया खानुको लागि जाने रहेछ अब चाहिँ घर जान्छ भन्दै थियो हो त्यो साथीले चाहिँ चिया खाने अरे नि त ऊ चिया खाने अरे साथी चिया खानु परेन अन्त यहीँ खाने अरे हो यहाँ खाने रहेछ खाने चाहिँ यस्तो रहेछ भित्र चाहिँ बस
बसिरहेको थिएँ आधी त यहाँ आधी केटाहरू आउँदैछ हो साउन्ड चाहिँ राम्रो सुन्दैन होला माइकै छैन मेरो हो अलिकति कम्प्रोमाइज गर्नुपर्ने रहेछ हो साउन्डमा चाहिँ अब केटीहरूलाई बस्नु अरे नि के गर्छ केटाहरू यस्तै हो केटाहरूलाई कहिले पनि बाहिर बस्दिनु छौँ हामी चाहिँ हो बाहिर बस्दिनु बाहिर अब के गर्नु के समोसा रहेछ खाइदिउँ न अन्त खाओगे नहीं खाओगे क्या खाओगे देख रहे र फाइनली हामी चाहिँ यहाँ अहिले आइपुग्यो हो यहाँदेखिको चाहिँ यता ओह्रालो जानुपर्छ अरे मान्छे त पुरा हुँदो रहेछ यहाँ हो अन्त यता होला हाम्रो चाहिँ यता जानुपर्छ होला हो अन्त यहाँ चाहिँ एउटा कुरो हेर्नु न यो भित्ताभरि चाहिँ ड्याम्मै सुपारी रहेछ ड्याम्मै यो डल्लै सुपारीको बोट रहेछ हाम्रो ड्याम्मै हो माथि माथितिर यतातिर पनि हो यता तल अरे खोलामा खोला गएर देखाउँछु र अहिले चाहिँ अलिक तल आइपुग्यो हामी हो बाटो चाहिँ यस्तो रहेछ है पिच चाहिँ छैन रहेछ तपाईँको कस्तो भन्दामा अलिक अफ रोड त्यस्तो खालके अफ रोड पनि होइन साह्रै पनि हो यता रहेछ पिकनिक स्पोट चाहिँ दामी रहेछ जग्गा चाहिँ अब जाँदैछु होला गाडीमा सामानहरू लिएर गएको छ अहिले हो हामी चाहिँ हिँड्दैछौँ यता पछिमा अझ पछि अझै एक ग्रुप आउँदैछ एक ग्रुप भन्दा पनि 3 ग्रुप जस्तो छ हो अहिले तलनिर आइपुग्यो हामी हो अहिले चाहिँ मेन जहाँनिर पकाएर खाने जग्गा अन्त आधी त नआएछ अझै आधी यहाँ छ हामी आधी अझै पुरा छ यहाँ जतिजना छ यो चाहिँ यो भन्दा दिन्छ अझै हो अन्त यहाँनिर चाहिँ बनाउने अरे यहाँनिर म्याम छ हाम्रो हेरौँ के हुन्छ हरेस हरेस लागिरहेको छ भने एक बच्चा हो खाना के बनाउँदैन भोक पनि लागिरहेको छ अब ल अब यहाँनिर चाहिँ तल आइरहेको छ हामी हो आधी माथि छ अन्त यहाँ चाहिँ अब भाँडाहरू धुनु पर्ने रहेछ नि त है मैला रहेछ हो बिचरा केटीहरूले धुँदैछ हो अन्त आधी त आएको छैन आधी माथि छ बिचरा यहाँ उनीहरू चाहिँ भुटिरहेको छ हो 2 जना 3 जना चाहिँ भुटिरहेको छ र अहिले चाहिँ यहाँ ब्रेकफास्ट गर्दैछ हामी हो यहाँ ब्रेकफास्ट चाहिँ पुरी रहेछ सब्जी सबैले एकैसाथमा आएको बसिरहेको छ यति डल्लै हो स्टुडेन्ट चाहिँ हो त्यो अगाडि पनि छ हाम्रो यहाँ फोटोसुट हुँदा सबैको सरले खिच्नुहुन्छ यहाँबाट र फाइनली अहिले चाहिँ हामी यहाँ आइसक्यो बसबाट सबै सामानहरू झाऱ्यो अन्त अब यो चाहिँ हामी रहेछौँ हो अन्त अब यहाँबाट चाहिँ लिएर जानुपर्छ थन्को मन्को पारेर ब्याट्री नै छैन मेरो हो राम्रो बनाइन मैले हो गेम एन्ड ब्याट्री चाहिँ अन्त भ्लग चाहिँ राम्रो भएन तर पनि यो अपलोड चाहिँ गरिदिन्छु किनभने अब त्यस्तो भिडियो गर्नु पाइनँ ब्याट्री पनि चार्ज मात्रै छ हो अन्त फोन पनि अफ हुन आँटेको छ अघि त्यही इन्डिङ गर्नु त्यो इन्डको गर्नुको लागि मेरो मुख ब्याट्री नै थिएन हो अन्त त्यो लास्टको चाहिँ उयो गर्नुको लागि मात्रै ब्याट्री पनि राखिरहेको थिएँ मैले होइन र अहिले चाहिँ यो चाहिँ भोलिपल्ट हो है हिजो चाहिँ मैले भ्लगको राम्रो इन्ड गर्नु पाइनँ ब्याट्री पनि थिएन चार्ज मात्रै थियो अन्त यो भ्लग चाहिँ म यहीँ इन्ड गर्छु होइन राम्रो चाहिँ भएन किनभने हामीले अब भ्लग त धेरै लामो नै बनिन्थ्यो फेरि मेरो फोनमा ब्याट्री पनि थिएन एक त हामीले डान्सहरू गरेको खानाहरू खाएको ब्रेकफास्ट गरेको पनि देखाएँ तपाईँहरूलाई है अरू त केही देखाएन आधी केही देखाएन नभनेको पनि 100%मा तपाईँको 30% चाहिँ मैले देखाएँ होला हो अन्त किनभने डान्सहरू गरेको त हाल्नु पनि अलाउ पनि थिएन क्लासबाट हो सोसियल मिडियाहरूतिर यस्तो प्लेटफर्म युट्युब भयो फेसबुक इन्स्टाग्रामतिर चाहिँ नहाल्नु भनेको थियो नि त त्योहरू त मैले हाल्नु पनि सक्दिनँ 6 महिना भिडियोहरू त हो अन्त खाना खाएकोहरू चाहिँ मैले बनाउनै पाइनँ भिडियो त्यो चाहिँ हो किनभने अलिक बेलुका भएको थियो त्यही भएर चाहिँ अन्त यो भ्लग चाहिँ म यहीँ इन गर्छु हो के कस्तो लाग्यो लाइक गरिदिनु होला सेयर गरिदिनु है फेरि आउँछ यस्तै भ्लग अब यो चाहिँ सेकेन्ड भ्लग हो अब थर्ड भ्लग पनि अब छिटो आउँछ फर्स्ट भ्लग हाल्दाखेरि त मैले सेकेन्ड भ्लग धेरै टाइम पछि हालेँ तर अब यो सेकेन्ड हालेर अब थर्ड चाहिँ अलिक छिटो आउँछ भ्लग हो त्यति बेलासम्म चाहिँ बाई बाई